अब हामी सिनेमाको फर्स्ट लुक रिलिज गर्दैछौँ। तपाईँले हेर्न सक्नुहुन्छ ढाकिएको छ। अब यो ढाकिएको भित्र के छ त विशेष, यो चाहिँ मुख्य मोमेन्ट हो। र म आग्रह के गर्छु भने मुनालजी र ऋषि राईले यताबाट र गुलसनजी र वर्षाजीले उताबाट यो ढकन सुरु पहिला ठुलो ढकन खोल्ने हामी, त्यसपछि हामी अर्को सानो पोस्टर रिलिज गर्छौँ। यो चाहिँ एकदम हाम्रो विशेष मोमेन्ट हो पत्रकार साथीहरू। र तपाईँलाई थाहा छ होला है, ओके मलाई साइडमा जाऊ भने मदननी। ओके अब हामी म काउन्टडाउन दिन्छु, सुरु गर्नु ल प्लिज। माग्ने राजा आउँदैछ चाँडै नै। कसरी आउँदैछ, के गरेर आउँदैछ, काउन्टडाउन 5 पल्ट। रेडी, म तल जानु पर्यो। ओके भाइ ड्रोन अगाडि माथि लैजाऊ, ड्रोन लैजाऊ त। झऱ्यो झऱ्यो। 5 4 3 2 1 गो। हेलो माग्ने राजा भदौको 6 गतेबाट रिलिजमा आउँदैछ र माग्ने राजाको पोस्टर अगाडि हेर्नुहोस् त को छ। केदार घिमिरे माग्ने राजा कुर्सीमा हुनुहुन्छ। यो पोस्टर होइन, यो रियल हो। र अब हामी यो फोटो खिचेपछि हामी साइडको पोस्टर पनि रिलिज गरिहालौँ। केदारलाई त्यत्तिकै बस्नु होला। अब साइडको पोस्टर यताबाट पहिला, यसलाई भन्छ चलायमान पोस्टर। चलायमान पोस्टर हो यो। अब फेरि उताबाट हाम्रो प्रोड्युसर साहबहरूले अर्को पोस्टर र यताबाट नायिका र कुलसन दाईले अर्को पोस्टर रिलिज गरिदिनुहुन्छ।